हेलो नमस्ते एन्ड वेलकम गर्दैछु मेरो भिडियोमा। र आज चाहिँ पनि अचानक हामी यहाँनिर देख्नुहुँदैछ हामी परिवार यहाँबाट रम्फूबाट एउटा जग्गामा जाँदैछौँ। इभिनिङको समय भएको छ र हामी चाहिँ सपरिवार यहाँ रम्फू चेकपोस्टबाट हुँदै बाहिर निस्किँदैछौँ र रिफ्रेसमेन्ट ट्रिपको लागि चाहिँ हामी परिवार चाहिँ जाँदैछौँ। र आज के कस्तो हुँदो रहेछ, बाटोमा के देख्दो रहेछु त्यो म तपाईँलाई देखाउने छु, अनि कहाँ जाँदै रहेछु भन्ने कुरा पनि तपाईँलाई म भन्नेछु। सो आउनुहोस् हामी सँगसँगै हाम्रो यात्रामा तपाईँ पनि सहभागी जनाउनुहोस्। यो चाहिँ हाम्रो वेस्ट बेङ्गाल टु सिक्किम आउने ब्रिज हो। यो चाहिँ ओल्ड ब्रिज हो। अहिले त पर नयाँ अटल सेतुबाट जान्छ, तर हामी चाहिँ यता भएको कारणले गर्दा यो बाटोबाट, यो पुरानो चेकपोस्टको बाटोबाट चाहिँ हामी उँभो जाँदैछौँ। र आज चाहिँ हामीलाई कहाँसम्म जानु हो र कहाँ लानु हुने रहेछ भन्ने कुरा चाहिँ हामीलाई चाहिँ केही थाहा छैन, नानी र मलाई चाहिँ। र पापाले चाहिँ अब हामीलाई चाहिँ लानुहुँदैछ है। यहाँको सुन्दर सुन्दर नजाराहरू हेर्दै हामी चाहिँ निस्किँदैछौँ। र के कस्तो लाग्छ बाटोमा, कस्तोको भिड छ, कस्तो के हुन्छ भन्ने कुरा चाहिँ तपाईँहरूलाई हामी देखाउनेछु। हुनु त तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि अहिले चाहिँ सन्चै छु र धेरैभन्दा धेरै भयो भिडियो नबनाएको। र आज चाहिँ म यस्तो सुन्दर नजाराहरू हेर्नु मन परेको कारणले गर्दा पनि एकदमै मलाई भिडियो बनाउनु रहर लाग्यो है। र यहाँ देख्न सक्नुहुन्छ हामी चाहिँ उँभो मनसङपट्टि जाँदैछु। र यहाँको यो फरेस्ट एरिया चाहिँ एकदमै राम्रो छ, एकदमै राम्रो है हामीलाई बस्नु हिँड्नु। र एकदमै रम्फूमा गरम छ र स्पेसली दिस एरियापट्टि चाहिँ एकदमै शीतल भएको कारणले गर्दाखेरि पनि हामी चाहिँ यो बाटो हुँदै चाहिँ हामी चाहिँ जानु चाहिँ मनसङ गएको। र त्यहाँनिर ब्युटिफुल भ्युजहरू छ अरे हो। अनि हामी जाँदैछौँ र हामीलाई के कस्तो लाग्छ तपाईँहरूले भनिदिनुहोस् होला। र यो आजको ट्रिपमा चाहिँ हामी पापा, म अनि छोरी छौँ र हामी तीनजनाको परिवार चाहिँ हामी जाँदैछ। र छोरी पनि एकदमै खुसी छ है हामी सँगसँगै जानु पाउँदा। उसलाई त स्पेसली घुम्नु पाएको त उसलाई केही छैन नि त, यति साह्रो खुसी हुन्छ। र हामी पनि आज चाहिँ अब है खुसी घुम्नु मनसङपट्टि जाँदैछौँ। र स्वीकार्नुहोस् हाम्रो भिडियोलाई। र धेरै माथि चढ्दै जाँदाखेरि चाहिँ अब हामी चाहिँ एकदम इभिनिङ टाइम भइसकेको थियो र हामीले सनसेटको पुरा इन्जोय गर्दै जाँदै थियौँ होइन। र यसमा जाँदाखेरि चाहिँ अब हामी कन्फ्युज भइरहेको थियो कता जाउँ भन्ने, दुईवटा बाटो भएको कारणले गर्दाखेरि। बट फाइनली हामी चाहिँ त्यही बाटो हुँदै चाहिँ गयौँ र माथिनिर पुग्दाखेरि चाहिँ हामीले कस्तो राम्रो नजाराहरू देख्यौँ। र स्पेसली बाटो सानो रहेछ, तर अब भए पनि अब गाडीहरू त्यस्तो स्पिड पनि नकुद्दो रहेछ कि जसमा चाहिँ हामीले पास गर्नुको लागि पनि एकदमै सुविस्ता। र यहाँनिर भ्युजहरू हेर्नु सक्नुहुन्छ है, स्पेसली द क्लाउड्स कस्तो राम्रो देखिरहेको थियो है। अन्त यहाँको सिनहरू पनि एकदमै राम्रो रमाइलो खालको लाग्यो मलाई चाहिँ। तपाईँहरूलाई के कस्तो लाग्यो भन्न सक्नुहुन्छ। यो एरियापट्टि चाहिँ होमस्टेहरू पुरा ज्यादा रहेछ र त्यो होमस्टेहरूमा पनि अब अन्त खाजाहरू एकदम मिठो पाउँदो रहेछ। हामीले पनि यहाँनिर लन्चहरू गऱ्यौँ, तर लन्चहरू गर्दाखेरिको चाहिँ भिडियोहरू गरिनँ, बनाएन। तर कस्तो राम्रो मिठो पायो है। अनि हामी फाइनली हामी चाहिँ यहाँनिर आएको। सो आई लभ मनसङ लेखेकोमा आइपुगेर छोरी म
एकदमै बेसी इन्जोय गरिरहेको छ र पापा पनि एकदमै बेसी है। यो चाहिँ यहाँनिर चाहिँ यस्तो राम्रो सिनिक ब्युटी, नेचुरल ब्युटी भनौँ न है, यस्तो राम्रो रहेछ कि। र अलिकति यसमा चाहिँ थप चाहिँ मनसुङ भनेर गरिदिनु भएको रहेछ। र यहाँबाट उँधोको भ्युजहरू चाहिँ यस्तो राम्रो देख्छ। र यहाँबाट अलिकति माथि गयो भनेदेखि चाहिँ तपाईँहरूले त्यहाँ झन् अझै बङ्गलो रहेछ है, जलसा बङ्गलो भन्दै रहेछ। त्यो बङ्गलोमा चाहिँ झन् यति राम्रो राम्रो ट्री हाउसहरू छ है, कतिवटामा रहेछ। त्यहाँनिर रुमहरू पनि एभाइलेबल रहेछ, त्यहाँनिर बस्दा पनि हुने खालको रुमहरू पनि रहेछ। र स्पेसली यहाँनिर चाहिँ पाइन ट्री हाउस पनि पाइन ट्रीमा बनिएको रहेछ। र कस्तो राम्रो राम्रो सिनहरू यहाँनिर क्या त, यति साह्रो शीतल सरर हावा चलिरहेको छ है, यस्तो राम्रो लाग्यो यहाँनिर चाहिँ। र तपाईँहरूले पनि यहाँको भ्युजहरू, एक दुईवटा भ्युजहरूको क्लिप्सहरू पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ। यो रहेछ बङ्गलो, जुन चाहिँ अहिले रन गरेको त छैन रहेछ, तर त्यहाँनिर झन् चाहिँ चल्छ। रेस्ट हाउसहरू पुरा बेसी रहेछ। र यहाँ यो जुन चाहिँ तपाईँहरूले देख्नुहुँदैछ भ्युजहरू हुन्छ नि, यहाँबाट चाहिँ जुन चाहिँ ट्री हाउस छ त्यसबाट बस्दा चाहिँ यो टिस्टा रिभर, त्यहाँको माउन्टेन भ्यू, सनसेट भ्युज यस्तो राम्रो देख्नुहुँदो रहेछ कि, यस्तो राम्रो देख्नुहुन्छ। यहाँ चाहिँ ट्री हाउस रहेछ है, कस्तो राम्रो राम्रो ट्री हाउस। अभी बिस्तारै जाउँ न, यहाँबाट हेर्न सक्नुहुन्छ कति बेसी रहेछ हो। अहिले चाहिँ हामी ट्री हाउसमा छौँ र यहाँ चाहिँ तपाईँहरू पनि घुम्न सक्नुहुन्छ। एकदम शीतल छ, शीतल न शीतल। यहाँ कस्तो राम्रो राम्रो जग्गाहरू छ, मुनि पनि दामी रहेछ बस्ने जग्गा हो एकदम। नानी पुरा इन्जोय गरिरहेको छ, भ्रुम 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 गरिरहेको छ, बहिनी भ्रुम 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 गरिरहेको छ। र हामी चाहिँ आयो अनप्लान ट्रिप टु मनसुङ बङ्गलो। यहाँनिर बङ्गलो चाहिँ क्लोज रहेछ, तर एकदमै राम्रो छ। र बाटोमा पनि हामी लुजाउँ बिस्तारै बुरुम 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 बुरुम। यहाँनिर चाहिँ ट्री हाउसमा चाहिँ मजा। तर यहाँको चाहिँ नि ट्री हाउसको पनि ट्री नै दामी दामी रहेछ नि कि, तपाईँहरूलाई म देखाउँछु ल कस्तो दामी दामी ट्री भन्ने कुरा चाहिँ यहाँनिर यसमा चाहिँ रहेछ। यहाँ देख्न सक्नुहुन्छ ट्री, एउटै बडा चाहिँ बोटबाट चाहिँ उकालो सबै गएको माथिसम्म एउटैमा चाहिँ है बाबा। यहाँ एउटैमा चाहिँ कति बेसी घुमेको रहेछ नि त, एउटैमा चाहिँ आमा धुप्पीको रुखते पनि हो, कति मजाले बनाएको अन्त ट्री हाउस। अघि चाहिँ हामी यहाँ माथिनिर थियो यो धुप्पीमा हो, एउटै जरा चाहिँ एउटै छ, हाँगाहरू मात्रै मजाले गएको छ, एरिया दामी। यहाँनिर माथि बस्ने जग्गाहरू पनि रहेछ, तर त्यो चाहिँ सबै क्लोज रहेछ हो। फुलहरू रहेछ, एकदम चिसो 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 मौसम एकदम। तर हामी चाहिँ म्याचिङ गरेर राखेको ग्रिन ग्रिन ग्रिन। सो नानीको लागि चाहिँ यहाँनिर टोपी मात्रै ग्रिन छ, अर्को ड्रेस ग्रिन थियो, ब्यागमै छ, गरम हुन्छ होला भनेर। यसो गर्दै रेला ठट्टा गर्दै एक दुईवटा पिक्चर्सहरू लियो, फोटोहरू खिच्यो, फर्दर मेमोरिजको लागि गर्दै गर्दै हाम्रो आजको दिन चाहिँ यसरी नै सक्यो। र थ्याङ्क यू सो मच फर वाचिङ। डल्लै भिडियो चाहिँ मैले त्यस्तो डरलाग्दो गर्नु पाइनँ, अलिअलि मात्रै गरेको छु र सम अफ द फोटोजहरू मात्रै छ। ओके, थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।